आइफोन युजरहरूको लागि आएको छ नयाँ ट्रिक। यदि तपाईहरूको फोनमा रहेको एप कसैले पनि नचलाओस् भन्न चाहनुहुन्छ भने हजुरहरूले आफ्नो फोनमा रहेको एपलाई लक गर्न सक्नुहुनेछ। तपाईहरूको फोनमा रहेको सर्टकट भन्ने एपमा क्लिक गर्नुहोस् र त्यसमा हजुरहरूले देख्नुहुनेछ न्यू अटोमेसन भन्ने ट्याब, त्यसमा क्लिक गर्नुहोस् र मुनि स्क्रोल गर्दाखेरि हजुरहरूले पाउनुहुनेछ एप भन्ने अप्सन। त्यो अप्सनमा क्लिक गर्नुहोस् र हजुरहरूले आफूले राख्न चाहेको एप सर्च गर्नुहोस् र नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसक्दाखेरि मुनि रन इमिडिएटली भन्ने अप्सन पनि इनेबल गरिदिनुहोस् र न्यू ब्ल्याङ्क अटोमेसन भन्ने ट्याबमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको सर्च बारमा लक स्क्रिन भन्ने सर्च गर्नुहोस् र त्यसमा क्लिक गरेर डन गर्दाखेरि अब तपाईको एपमा लक लागिसकेको छ र तपाईको फोनमा रहेको एप अब कसैले पनि सजिलैसँग चलाउन सक्दैन। र यस्तै युजफुल टिप्सको लागि हामीलाई लाइक र फलो गर्न नबिर्सिनुहोला।